हस्पिटलमा गएको मान्छे बिचरा सोच्दा सोच्दै उहाँ अर्कोतिर पुग्नु भयो रे। कतिचोटि त बिचरा भाउजू बाटोमा कता कता पुगेर कता कता फर्केर धन्नै गाडीले हानेन होला, यस्तो उस्तो कस्तो त्यो हुन्छ नि मनभित्रको पीडाहरू पोख्दै हुनुहुन्थ्यो क्या। त्यस्तो गर्ने होइन नि त। अनि मान्छेलाई होइन बोल्नुहुन्न, खपेर बस्नुहुन्छ आफ्नो घरबार सम्हाल्नको लागि, घरबार नबिग्रियोस् भनेर। तर त्यो खप्दा खप्दा सहन नसकेर भोलि आफैमा डिप्रेसनको शिकार भयो भने के हुन्छ बिचरा। अनि मर्ने सुसाइड गर्ने त्यो मनमा दिमागमा आउनु भनेको राम्रो हो होइन नि त। त्यो मान्छेलाई त्यतिकै मर्छु भन्ने सोच आउँछ, दिमाग खराब हुने गर्ने कुराहरू बोल्दैन भन्दैमा मान्छेलाई एउटा दिमागमा त्यो खालको कुराहरू खेल्नु भनेको नराम्रो हो के दिदी। हो नि तपाईँ अब यो समयमा त सुत्ने हो, बुढीसँग सुत्ने समय हो नि त। अनि पाकिस्तानीसँग आएर नाटक गर्ने समय होइन नि त। अनि कतिखेर के हुन्छ भन्न सकिँदैन नि त। अनि घरमा चाहिँ बुढीलाई समय नदिने, घुमाउन नलैजाने, अनि के अरे फोन छुन नदिने, अनि त्यस पछाडि भाउजूसँग राम्रोसँग कुरा गर्न नसक्ने, अनि यो पाकिस्तानी लड्की नाटक गरेर मलाई दो तक्की लड्की भन्ने क्या उल्टै छन्। त्यसको त्यो रोबिनसँग हिँड्ने बेला 200 थियो त्यसको फलोवर्स। रोबिनसँग हिँडेर रोएर झुट्टी नाटक गरेर त्यहाँ फलोवर्स बढाएर अहिले त्यस्तो भन्छ। होइन मान्छेलाई त्यतिकै आउँदैन कि दिदी। मलाई पनि त्यस्तो केही लागेको थिएन, त्यस्तो केही सोचेको थिएन। दाइ र भाउजूहरू मिल्यो होला नि, ठिकै छ त, वेलकम गर्नुभयो, एकदम खुसीको कुरा, राम्रो भइरहेको छ भन्ने लागेको थियो क्या मलाई पनि। अनि मलाई त्यस्तै फिल भइरहेको थियो। तर होइन रहेछ नि त वास्तविकतामा त। बिचरा राति सुत्न नसक्ने दिमागमा। अनि अर्को कुरा मान्छेलाई हिँड्दाखेरि अब हस्पिटल पुगेको मान्छे एकतिर पुग्ने, अनि अर्को कुरा मान्छेलाई त्यो सुसाइड गरौँ भन्ने सोचहरू मनमा आउने भए पछाडि त्यो राम्रो हो भनेको होइन नि त। अनि त्यो कुरा यिनीहरू दुइटाले बुझ्नु पर्दैन। भाउजूमाथि के बितिरहेको छ भन्ने कुरा दुईजनाले बुझ्नु पर्छ कि पर्दैन? हो नि सुत्ने अनि नबुझ्ने। अनि त्यही कुरा म नर्मली तरिकाले भन्दाखेरि चाहिँ उनीहरूलाई वो दो तक्की लड्की भन्दै गर्छ। फेरि जलेको हेरेर तेरो बाउ जल्यो होला नि, रिस उठेर आउने। जलेको आफ्नै बुढीलाई पनि जलेको भन्दो रहेछ हो। अब बुढीलाई त त्यस्तो भन्दाखेरि त जल्यो भन्ने रे, बुढीलाई पनि, बुढीलाई धरि जलेको हेर न भन्ने रे, त्यस्तो भन्ने होइन नि त। अनि आफ्नो बुढीलाई अर्कोसँग उयो गरेर के अरे कम्पेयर गरेर यो गुण छैन तँमा, यो गुण छ, यो त्यो, त्यसरी तुलना गर्ने हो। जबकि आफूसँग केही नहुँदाखेरि साथ दिएको श्रीमती होइन सुटेर आउने। तुलना गर्नु नै गलत हो। के गर्ने त नि नानी। अब दो तक्की लड्की हो दो तक्की। अघिसम्म वे गर्दै रुँदै थियो है, अहिले भर्खर त फेरि हेर न त्यहाँ कम्ता नाटक गर्दैन रहेछ। नाटकै गरेर लान खोजेको क्या अर्काको बुढालाई। अचम्मै है, पाकिस्तानीहरूले नि गर्यो हौ। सुरेश लामाको घरबार बिगारिहाल्यो, अब उसको रोबिनको पालो आयो होला नि। अब त्यसपछि फेरि कसको लामा उहाँहरूसँग त केही सम्बन्ध नि थिएन, त्यो थाहा पनि भएन, के गरे थाहा भएन नि त। तर भाउजूसँग त अब कनेक्टेड छु नि त म त। उहाँहरूसँग त दाइसँग कनेक्टेड छु, भाउसँग पहिल्यैदेखि कनेक्टेड छु नि त। यो अनि कनेक्टेड भइसके पछाडि यस्तो कुराहरू भयो भने चाहिँ आफूलाई उयो हुँदो रहेछ क्या। अनि मैले दिउँसो कुरा गर्न खोज्दै नि यो दाइले कुरै सुनेन क्या मेरो। भाउजूलाई फोन दिएर भित्र जानुभयो यो दाइ, पर्सनली बोल्दा पनि। जलेर खरानी भएर तेरो बाउको जलेर खरानी हुने हो, हामी किन जल्ने हो र काम नपाएर रिस उठेर आउने। जलेर खरानी भयो अरे, गतिलो नियत भएको मान्छेहरू भए पो हुन्छ त। एक दुईजना हो, यही एक दुईजना यो अध्यक्षहरूले गर्दा हो क्या दिदी यस्तो हुने। अर्काको कोसँग जल्ने, रोबिनसँग जल्ने कि त्यो के अरे बतासे आइमाईसँग जल्ने? खोइ कोसँग जल्ने हो अचम्म। बतासे आइमाईसँग जल्ने कि रोबिनसँग जल्ने? लेभल मिल्नु पर्यो नि। नाटकी आइमे नाटकी के कम्ता नाटक गर्दैन र फेरि एकैछिनमा आमामा ध्यान गएको कि हामी दुइटा कहिले पनि नछुट्ने रे। हो नछुट्ने रे। यहाँ कम्ता नाटक गर्दैन फेरि। तर त्यो उसलाई कस्तो भयो होला है, त्यो रोबिनको बुढीलाई क्या। के भाउजूलाई बिचरा
पहिला बेला त म त धेरै लाइभ बस्न पाउँदिनँ, मेरो बुढीलाई टाउको बिरामी छ यस्तो उस्तो भन्दै धेरै लाइभ बस्दै निस्किँदै गरेको मान्छे त है पाकिस्तानी आइमाईलाई भेटेर त बाफ्रे बाफ्रे यो टाइम भनेको त उसो नि त अनि पाकिस्तानी आइमाई फेरि आमामा हेर्न न नानी बुढोसँग त कस्तो कस्तो केटीहरू भेटिन्छ के अलिकतिले भेटिने हुन्थ्यो नि साथीभाइ टाउको त अहिले नि दुखिरहेछ सुत्यो भने सुत्ने कोसिस गरिरहेछ निन्नै लागिरहेछ टाउको त अहिले नि दुखिरहेछ नानु सुत्यो भने सुत्ने कोसिस गरिरहेछ निन्नै लागिरहेछ बिचरा है यस्तो अरूको कुरा किन गर्ने भन्ने होइन भोलिको दिनमा तपाईँको बुढा नि पाकिस्तानी केटीसँग लायो भने मेरो यस्तो बारेमा बोल्दिनु न भन्ने दिन आउनु पनि सक्छ है केटी हो बोल्नुपर्छ यस्तो कुरामा चाहिँ अरूको भन्ने होइन हो नि दिदी कति रिस उठ्दो क्या अझै तँ ताक्की लड्की भन्छ हो मलाई त अझै भन यहाँ बतासे आइमाई भन्नुपर्छ नि त्यसलाई हिन्दीमा गाली गर्ने होइन क्या नेपालीमै गाली गर्ने बतासे आइमाई भन्ने छरुवा गाई भन्ने छरुवा गाई छरुवा गाई